आज म तपाईहरुलाई लेखनाथ पौडेलले लेखेको केही 3-4 वटा कविता भन्न चाहन्छु। यो कविता चाहिँ धेरै राम्रो लाग्यो र मलाई पनि राम्रो लाग्यो, तपाईलाई पनि राम्रो लाग्छ भन्ने म आशा छ। फर्स्ट के छ भनेपछि चाहिँ मिलेर काम गर्दा हुन्छ अत्यन्तै फाइदा रे। मिलेर काम गर्दा हुन्छ अत्यन्तै फाइदा, एकता हेर कस्तो छ मौरीको महमा साथ। एकता हेर कस्तो छ मौरीको महमा साथ। दोस्रो चाहिँ योग्य स्थान बेसी मन सानोले पनि पाउँछ। योग्य स्थान बेसी मन सानोले पनि पाउँछ। कृष्णको टाटको ढुङ्गा देउता कलाउँछ। कृष्णको टाटको ढुङ्गा देउता के गर्छ कलाउँछ अरे। तेस्रो चाहिँ मूर्ख मनमा अर्थी गाली तुली बिजाउँछ। मूर्खका मनमा अर्थी गाली तुली बिजाउँछ। दुध पान गरी सर्प खाली विष बगाउँछ। दुध पान गरी सर्प खाली विष बगाउँछ अरे। चौधमा के छ भनेपछि कसैको लोकमा छैन एकै नाच समुन्नति। कसैको लोकमा छैन एक नाच समुन्नति, अरूको के कुरा हेर सन्देहमा सूर्यको गति। अनि पाँचौंमा के छ भनेपछि दबिन्छ गुणीको दोष गुणका समान राजमा परी। दबिन्छ गुणको दोष गुणका राजमा परी। रसिमले चन्द्रको दाग दबाइएको छ बेशरीर। लास्ट के छ भने उपकारी गुणी व्यक्ति निहुन्छ निरन्तर। उपकारी व्यक्ति निहुन्छ निरन्तर। फलको वृक्षको हाँगो नझुकेको कहाँ छ र। फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ अरे। यति हो लेखनाथ पौडेल लेखेको कविता। यो चाहिँ असाध्यै राम्रो, तपाईलाई राम्रो लाग्यो भनेर राम्रो लाग्छ भनेर आशा छ। राम्रो लाग्यो मलाई लाइक सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।